जिम जाने, खतरा बडी बनाउने, धेरै किताब पढ्ने यो वर्ष, फाइनेन्सियली डिसिप्लिन्ड हुने। यो तपाईँको 2026 को रेजोल्युसन हो कि 2025 मा पनि यही थियो? प्रब्लम गोलमा होइन, प्रब्लम यो हो कि ठुलो गोल राखेर डेली ह्याबिट बनाइँदैन। 2026 मा रियल रिजल्ट चाहिएको छ भने एटोमिक ह्याबिट्सले हामीलाई के सिकाउँछ त? एटोमिक ह्याबिट्स भनेको सानो सानो ह्याबिट हो, तर त्यसको रिजल्ट ठुलो हुन्छ। ह्याबिट कम्पाउन्डिङ हुन्छ। तपाईको ह्याबिट एसेट पनि बन्न सक्छ अनि लायबिलिटी पनि। डेली रूपमा सानो सानो काम कन्सिस्टेन्ट गरियो भने चाहिँ ठुलो गोल अटोमेटिक अचिभ हुन थाल्छ। ठुलो गोल होइन, सिस्टम बनाउनुस्। डेली जिम जाने, किताब पढ्ने, पैसा बचाउने यी सबै गोल हुन्, तर गोल भन्दा डेली सिस्टम चाहिँ महत्त्वपूर्ण हुन्छ। जिम जाने गोल होइन, डेली जिम जाने सिस्टम बनाउनुस्। किताब पढ्ने गोल होइन, डेली 10 पेज पढ्ने सिस्टम बनाउनुहोस्। सिस्टम चल्यो भने गोल आफै आउँछ। मोटिभेसनमा भर नपर्नुहोस्, मोटिभेसन आउँछ जान्छ, तर ह्याबिट बसेपछि बिना मोटिभेसन पनि काम हुन्छ। स्ट्रङ ह्याबिट भएपछि रिजल्ट आफै आउँछ। इन्भाइरोमेन्टले डिसिजन लिन्छ। जङ्क फुड अगाडि छ भने खाइन्छ, किताब अगाडि छ भने पढिन्छ। डिसिप्लिन होइन, डिजाइन इम्पोर्टेन्ट हुन्छ। इन्भाइरोमेन्ट चेन्ज गर्यो भने बिहेभियर आफै चेन्ज हुन्छ। स्मल स्टार्ट गर्नुहोस्, पर्फेक्ट होइन। डेली 10 मिनट्स, डेली 20 मिनट्स। पर्फेक्ट खोज्दै बस्यो भने सुरु नै हुँदैन। स्मल स्टार्ट बोरिङ लाग्न सक्छ, तर कन्सिस्टेन्ट रूपमा गर्यो भने ठुलो रिजल्ट दिन्छ। आइडेन्टिटी चेन्ज गर्नुहोस्। म ट्राई गर्छु होइन, म यस्तै मान्छे हुँ। म जिम जाने मान्छे हुँ, म राम्रो खानेकुरा खाने मान्छे हुँ, म डेली पैसा बचत गर्ने मान्छे हुँ। आइडेन्टिटी चेन्ज गर्यो भने ह्याबिट अटोमेटिक चेन्ज हुन्छ। 2026 मा नयाँ गोल होइन, नयाँ ह्याबिट बनाउनुहोस्। बिग मोटिभेसन होइन, स्मल कन्सिस्टेन्सी रोज्नुहोस्। अनि याद गर्नुहोस्, हरेक दिन 1% बेटर हुनुभयो भने चाहिँ 365 डेजमा 37 टाइम्स बेटर हुन सक्नुहुन्छ। अनि हरेक दिन 1% बिग्रिनु भयो भने चाहिँ झन्डै 0 नै पुग्नुहुन्छ। अब तपाईँ आफै डिसिजन गर्नुहोस्, 1% बिग्रिने कि 1% राम्रो हुने।